मिराजको माग न्यायपालिकाको फैसलाको प्रत्यक्ष प्रसारण हुनुपर्दछ। जेएनजी सम्झौतापछि रिहा नभएकाले गृह मन्त्रीलाई सम्पर्क गर्नु भन्दै सुदनले सार्वजनिक गरिदिए नम्बर। जेएनजी फ्रन्टले गठन गर्यो 13 सदस्यीय सल्लाहकार परिषद। पूर्व राजाबारे पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको टिप्पणी, उहाँलाई देशको माया छ, फेरि राजा बन्न सक्नुहुन्छ। देश अस्थिर भइरह्यो, पार्टीहरूले कमान्ड गर्न सकेनन् भने कसैले न कसैले त सम्हाल्नु पर्यो नि। हर्क साम्पाङले गरे 4 दिनमै 2 उपाध्यक्षमाथि कारबाही, मित्रले अपशब्द बोलेको आरोप। एमालेमा गुड छैन, केपी ओली साझा नेतृत्व। नेकपा एमालेका उपमहासचिव लेखराज भट्टको जिकिर। गृह जिल्लामा घनश्याम भूषालको सन्देश, पार्टीहरूले दलाल र बिचौलियासँग संगत गरे। परम्परा र संस्कृति बिर्सन नहुनेमा प्रधानमन्त्री सुशीला कार्कीको जोड। परम्परागत चिकित्सा पद्धतिलाई सरकारले महत्वपूर्ण अंगका रूपमा अघि बढाएको अन्तरिम सरकारकी स्वास्थ्य तथा जनसंख्या मन्त्री डाक्टर सुधा शर्मा गौतमको भनाई। शिक्षा मन्त्री महावीर पुनले भने योग र ध्यानका माध्यमबाट भ्रष्टाचार हट्न सक्छ। योग, ध्यान, आयुर्वेदलाई हेर्ने छुट्टै मन्त्रालय बनाउन स्वामी आनन्द अरूणको माग। विधायन ऐन कार्यान्वयनमा सरकार सक्रिय रहेको कानून मन्त्री अनिल कुमार सिन्हाको भनाई। पर्सामा गाडी लिएर हतियार सहित वर्दीमै किन आए भारतीय सुरक्षाकर्मी, यस सम्बन्धी विशेष जानकारी आजको समाचारमा। ठूलो परिमाणमा चोरी सहित 2 जना पक्राउ। कञ्चनपुर कारागारको घटना छानबिन गर्न समिति गठन। नोबेल मेडिकल कलेजको 5औं तलाबाट खसेर डाक्टरको मृत्यु। दार्चुलामा जीव दुर्घटना हुँदा 1 जनाको ज्यान गयो। दाउन्ने सड़क खण्डमा मन्त्री कुलमान घिसिङको रात्रि अनुगमन, निर्माण कार्य तीव्र बनाउन निर्देशन। साताको पहिलो दिन आइतबार आज चाँदीको मूल्य नयाँ उचाइमा, सुनको मूल्य सामान्य घट्यो। 2600 मुनि झर्यो शेयर बजार। नेप्सेमा करिब 19.92 अंकको गिरावट, 4.5 अर्ब बढीको कारोबार। अन्तर्राष्ट्रिय खबरमा इमरान खानलाई 17 वर्ष जेल सजाय तोकिएपछि पाकिस्तानमा देशव्यापी आन्दोलन आह्वान। अमेरिकी सेनाद्वारा सिरियामा प्रतिशोधात्मक आक्रमण। अमेरिकाले जफत गर्यो भेनेजुएलाको अर्को तेल ट्याङ्कर। दक्षिण कोरियाका पूर्व राष्ट्रपति युन सुक योल भ्रष्टाचार आरोपमा विशेष अनुसन्धान टोली समक्ष उपस्थित। अफ्रिकी संघद्वारा सुडानको सार्वभौम सत्ता र एकताप्रति समर्थन। खेल खबरमा क्रिकेटर शेर मल्ल भन्छन् नेपाललाई विश्वकप जिताउन मन छ र इंग्ल्याण्ड विरुद्ध लगातार तेस्रो जितसँगै अस्ट्रेलियाले रिटेन गर्यो एसेज। Let me in, Korean aesthetic for your beautiful life. दर्शक महानुभाव नमस्कार। समाचार पार्टी.com को न्यूज बुलेटिनमा यहाँलाई हार्दिक स्वागत छ। म रामशरण नेपाली। सदाको झै आज पनि हामी उपस्थित भएका छौं आजका मुख्य समाचार, ब्रेकिङ न्यूज, न्यूज अपडेट लगायत तपाईलाई काम लाग्ने, हेर्नै पर्ने महत्वपूर्ण समाचार लिएर। हामीलाई अन्तिमसम्म हेर्नुहोला। हाम्रो मेहनतको लागि यो भिडियोमा एउटा लाइक अवश्य गर्नुहोला। हाम्रो च्यानल अहिलेसम्म सब्स्क्राइब गर्नु भएको छैन भने सब्स्क्राइब गर्नुहोला अनि नजिकै आउने बेल आइकनमा क्लिक गर्नुहोला। देश भित्रबाट हेर्दै हुनुहुन्छ भने आफू रहेको गाउँ ठाउँ, शहर, जिल्लाको नाम लेख्नुहोला। विदेशमा हुनुहुन्छ भने कुन देशबाट हेर्दै हुनुहुन्छ त्यो कुरा तलको कमेन्ट बक्समा कमेन्ट गर्नुहोला। दैनिक रूपमा हेर्नुहुन्छ भने रेगुलर भनेर लेख्नुहोला। आज पहिलो पटक हेर्दै हुनुहुन्छ भने फर्स्ट टाइम भनेर लेखिदिनुहोला। आउनुहोस् दर्शक महानुभाव, आजका मुख्य समाचार सुरु गरौं। भोलिबाट देशव्यापी आन्दोलन गर्ने जेएनजी मिराज ढुङ्गाना समूहको घोषणा सम्बन्धी प्रसंगबाट। जेएनजी मिराज ढुङ्गाना समूहले भोलिदेखि देशव्यापी आन्दोलन गर्ने घोषणा गरेको छ। आइतबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै ढुङ्गानाले देशव्यापी शान्तिपूर्ण आन्दोलन गर्ने घोषणा गर्नुभएको हो। उहाँले भोलि 11 बजे काठमाडौँ स्थित माइतीघर मण्डलामा उपस्थित हुन समेत सबैलाई आह्वान गर्नुभएको छ। सर्वपक्षीय सरकार गठनको माग गर्दै आन्दोलन घोषणा गरिएको ढुङ्गानाले बताउनुभयो। पत्रकार सम्मेलनमा ढुङ्गानाले जेएनजी आन्दोलनलाई धोका दिएको भन्दै सर्वपक्षीय सरकार गठनको माग गर्नुभएको छ। उहाँले सुशीला कार्की नेतृत्वको सरकार असफल भइसकेको दावी समेत गर्नुभयो। ढुङ्गानाले न्यायपालिकाको फैसला प्रत्यक्ष प्रसारण हुनुपर्ने पनि बताउनु भएको छ। उहाँले संयुक्त जेएनजी आन्दोलन घोषणा सभामा भन्नुभयो, केही संवेदनशील विषय बाहेक अन्य फैसलाहरू प्रत्यक्ष प्रसारण हुनुपर्छ। उहाँले जेएनजी आन्दोलनका सहभागी भएकाहरूलाई निशर्त रिहाईको माग समेत गर्नुभएको छ। द काउन्सिल अफ जेएनजेडका संयोजक सुदन गुरुङले सरकारसँग सम्झौता भए पनि प्रहरीले जेएनजी आन्दोलनका सहभागी विरुद्ध मुद्दा चलाउने क्रम नरोकेको भन्दै गृहमन्त्रीको मोबाइल नम्बर सार्वजनिक गरिदिनु भएको छ। उहाँले भदौ 23 र 24 को आन्दोलनको आधारमा पक्राउ परेर रिहा हुन नसकेकाको परिवारले सोझै गृहमन्त्री ओमप्रकाश अर्याल, गृह सचिव रामेश्वर दंगाल र सचिव धीरज जोशीलाई सम्पर्क गर्नु भन्दै मोबाइल नम्बर सार्वजनिक गरिदिनु भएको हो। सरकारले जेएनजी आन्दोलनलाई जनआन्दोलनको मान्यता दिइसकेको छ। राजपत्रमा समेत प्रकाशित भइसकेको जेएनजी आन्दोलनको सम्झौता अनुसार प्रदर्शनमा सहभागी भएकै आधारमा फौजदारी मुद्दा नचलाउने उल्लेख छ। तर भ्रष्टाचारीलाई समेत कारबाही गर्ने भनेर जेएनजी अभियन्ताहरूसँग सम्झौता गरेको सरकारले उल्टै जेएनजी आन्दोलनमा सहभागीलाई झुटा मुद्दा चलाएर फसाएको आरोप गुरुङले लगाउनु भएको छ।
नेपाल जेन्जी फ्रन्टले सल्लाहकार परिषद गठन गरेको छ। फ्रन्टका यस्ता कार्यलाई अझ सुदृढ, सार्थक र प्रभावकारी बनाउनका लागि हामीले विभिन्न क्षेत्रमा रहेका अग्रगामी परिवर्तनकारी अग्रजहरूलाई समेटेर एक सल्लाहकार परिषद गठन गर्ने निर्णय गरेको हो। परिषदमा डाक्टर रामजी राम, साधना राई, डाक्टर मीना पौडेल, रमेश पौडेल, प्रमेश श्रेष्ठ, आशुतोष तिवारी, मिलन पाण्डे, दिव्यस गिरी, सस्मित पोखरेल, सरोज गौतम, प्रगति राई, नवीन प्राचीन र अनन्त अर्याल गरी 13 जना छन्। जेन्जी विद्रोह पछिको यस संक्रमणकालीन समयबाट लोकतान्त्रिक र शान्तिपूर्ण तरिकाले सफल अवतरण गराउने माध्यम भनेको नेपाल सरकार र जेन्जीका बीचमा भएको सम्झौताको पूर्ण कार्यान्वयन र आसन्न प्रतिनिधि सभाको चुनाव समयमा गराउने नै भन्ने हो फ्रन्टले भनेको छ। अहिलेको अन्तरिम नागरिक सरकार र अग्रगामी प्रतिनिधि सभाको चुनाव मार्फत चुनिएर आउने प्रतिनिधिहरू एवं जननिर्वाचित संसदबाट निर्माण हुने नयाँ सरकारले समेत जेन्जी विद्रोहको मर्म आत्मसात गरून् भन्ने हेतुले फ्रन्टले विभिन्न बहुपक्षीय सरकारवाला संवाद र जनजागरण सभा जस्ता कार्यक्रमहरू निरन्तर सञ्चालन गरिरहेको छ। पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालमा राजसंस्था फर्किन सक्ने अर्थपूर्ण अभिव्यक्ति दिनुभएको छ। उहाँले एक अन्तर्वार्तामा राजसंस्था नेपालको एउटा शक्ति केन्द्रका रूपमा रहेको र भोलि पुनर्स्थापित हुन सक्ने बताउनुभयो। पत्रकार ऋषि धमलालाई दिनुभएको अन्तर्वार्तामा भण्डारीले पूर्व राजा ज्ञानेन्द्रप्रति सद्भाव प्रकट गर्नुभयो। उहाँले भन्नुभयो, जनताको नासो जनतालाई फिर्ता दिन्छु भनेर आफै राजगद्दी त्यागेर हिँडेको व्यक्ति हो, उहाँलाई देशप्रति माया छ। भण्डारीले भन्नुभयो, उहाँ नेपालको राजा हो, राजपरिवारको वरिष्ठ सदस्य हो। नेपाल एकीकरणको नेतृत्व गर्ने राष्ट्र निर्माता भनेर पृथ्वीनारायण शाहलाई सम्मान गर्छौं, उहाँको सन्तति हो, त्यो हिसाबले सम्मान छ। उहाँले राजगद्दी जसरी त्याग गर्नुभयो त्यो प्रति पनि मेरो सम्मान छ। जनताको नासो जनतालाई फिर्ता दिन्छु भनेर आफै गाडी ड्राइभ गरेर श्रीमती लिएर राजगद्दी त्यागेर हिँडेको व्यक्ति हो, त्यसैले उहाँलाई देशप्रति माया छ भन्ने मलाई विश्वास छ। मैले बताएको भन्दा पनि यो सम्भावना रहिरहन्छ। राजसंस्था फर्कियो भने फेरि पनि ज्ञानेन्द्र राजा हुन्छन् भनेर तपाईले बताउनु भएको छ होइन भन्ने प्रश्नमा उहाँले भन्नुभयो, मैले बताएको भन्दा पनि यो सम्भावना पनि रहन्छ भनेको हो। देश अस्थिर भइरह्यो, पार्टीहरूले कमान्ड गर्न सकेनन् भने कमान्ड कसैले न कसैले त गर्नु पर्यो। नेपालको विभिन्न शक्ति केन्द्रमध्ये एउटा पूर्व राजसंस्था पनि त एउटा हो। श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरानका मेयर हर्क साम्पाङ आफ्ना प्रतिक्रिया र शीघ्र निर्णयका कारण सधैँ चर्चामा रहने पात्र हुनुहुन्छ। उहाँको नेतृत्व शैली, कड़ा अनुशासन र तत्काल निर्णय गर्ने प्रवृत्ति समर्थक र आलोचक दुवैका लागि चासोको विषय बन्दै गएको छ। पछिल्ला 4 दिनमै पार्टीका 2 उपाध्यक्षमाथि गरिएको कारबाहीले फेरि एकपटक साम्पाङको नेतृत्व शैलीलाई चर्चामा ल्याएको छ। शनिबार बुटवलमा आयोजित कार्यक्रममा भएको घटनाक्रमपछि उपाध्यक्ष डाक्टर मित्र परियारमाथि गरिएको कारबाही अहिले सबैभन्दा धेरै चर्चामा छ। यसअघि प्रहरी हिरासतमा रहनुभएका अर्का उपाध्यक्ष राजकुमार तामाङ, देवराज लामालाई पनि निलम्बन गरेको 3 दिन नबित्दै साम्पाङले डाक्टर परियारमाथि पनि कारबाहीको निर्णय सार्वजनिक गर्नु भएको हो। श्रम संस्कृति पार्टीको देश दौडाहा कार्यक्रम अन्तर्गत शनिबार रूपन्देहीको बुटवल स्थित ट्राफिक चोकमा सभा आयोजना गरिएको थियो। राजमार्ग चौराहाबाट शुरू भएको रयाली ट्राफिक चोकमा पुगेर सभामा परिणत भएको थियो। चिसो मौसमका बावजुद पनि सभामा अपेक्षा गरियो भन्दा धेरै सहभागी देखिन्थे। सहभागीहरू विभिन्न बाजागाजाको तालमा नाच्दै रयाली सहित सभास्थल पुगेका थिए। यस कार्यक्रमको तयारीका लागि उपाध्यक्ष डाक्टर मित्र परियार केही दिन अघि नै बुटवल आउनु भएको थियो। कार्यक्रम अघि गरिएको पत्रकार सम्मेलनमा पनि उहाँले मुख्य रूपमा सम्बोधन गर्नुभएको थियो। शनिबारको सभाका लागि समेत तयारी व्यवस्थित देखिएको थियो, तर कार्यक्रम सञ्चालनका क्रममा आफूलाई जानी जानी बोल्न नदिएको भन्दै डाक्टर परियार आक्रोशित बनेको देखिनुहुन्थ्यो। सभामा स्वागत मन्तव्यपछि प्रमुख अतिथिका रूपमा पार्टी केन्द्रीय अध्यक्ष हर्क साम्पाङले सम्बोधन गर्नुभयो। त्यसपछि टीका लगाउने र पार्टी प्रवेश कार्यक्रम शुरू भयो। सोही समयमा उद्घोषकले उपाध्यक्ष डाक्टर परियारलाई सम्बोधनका लागि आमन्त्रण गर्नुभयो, तर उहाँका अनुसार आफू बोल्न थालेकै बेला अधिकांशको ध्यान अध्यक्ष साम्पाङसँग टीका लगाउने र फोटो खिच्नतर्फ मोडिएपछि परियारको कुरा सुन्नेतर्फ कसैको ध्यानै गएन। त्यही क्रममा सार्वजनिक रूपमा प्रसारित भिडियोमा डाक्टर परियारले आयोजकप्रति असन्तुष्टि व्यक्त गर्दै भन्नुभयो, साथीहरू, यहाँ आयोजक साथीहरूले अलिकति मिस्टेक गर्नुभएको छ। ध्यान त्यता बोल्ने यता हुन सक्दैन साथीहरू। म केन्द्रीय उपाध्यक्ष हुँ, मैले पनि बोल्न पाउनुपर्छ, ध्यान अन्त मोडिनु हुँदैन। उहाँले आफू 2 दिनदेखि बुटवल आएर कार्यक्रमको तयारीमा खटिएको उल्लेख गर्दै शेड्युल नमिलेको जस्तो लागेको बताउनुभयो। म सम्बोधन गर्न चाहन्छु, तर अलिकति शेड्युल नमिलेको जस्तो लाग्यो। यसमा यहाँको जिल्ला टिम र आयोजक कमिटिले आत्मसमीक्षा गरोस् भन्ने मेरो अनुरोध हो, उहाँले खुल्ला कार्यक्रममै भन्नुभयो। तर सम्बोधनकै क्रममा परियारले आक्रोश मात्र पोख्नु भएन। आयोजक कमिटिका सहसंयोजकलाई अपशब्द बोलेको जानकारी आएपछि अध्यक्ष साम्पाङले यसलाई पार्टीको आचार संहिता उल्लङ्घन ठहर गर्नुभयो। पार्टीका अन्य नेताहरूले भने पार्टीले बनाएको कार्यविधि अनुसार नै अध्यक्षलाई पहिले र उपाध्यक्षलाई अन्तिमतिर बोल्न दिएको दावी गर्नुभएको छ। म केन्द्रीय उपाध्यक्ष हुँ, बोल्न पाउनुपर्छ, 2 दिनबाट तयारी गरेको छु। म डाक्टर मित्र परियार दमाईको छोरा हुँ, बोल्न नपाउने भन्ने हुन्छ? यो गतिविधि रोक्नुस्, यसो भन्नु पाप होइन। यो आयोजक समितिले गम्भीर रूपमा लिनुपर्छ, उहाँले आक्रोशित मोडमा सभाबाटै भन्नुभएको थियो। उहाँले यसो भनिरहँदा हर्कले कार्यक्रममा विभिन्न व्यक्तिलाई सम्मान गरिरहनु भएको थियो। उहाँले श्रम गर्दा पनि दलितलाई विभेद गरेको, श्रम र सिपलाई अपमान गरेको बताउँदै श्रम र सिपको सम्मान गर्नुपर्ने र असमानता हटाएर जानुपर्ने बताउनु भएको थियो। उहाँले कार्यक्रमको संरचनाप्रति असन्तुष्टि जनाए पनि पार्टीप्रति कुनै असन्तुष्टि नभएको र अध्यक्ष हर्क साम्पाङप्रति कुनै विभेद नभएको जनाउनु भएको थियो।
उहाँले सम्बोधन सकाएपछि कार्यक्रम सञ्चालकले कमजोरी भएको स्वीकार गरिन् र फोटो सेसन लामो भएकाले सानो कमजोरी भएको स्वीकार गरिन्। सभामा परियारले बोलेको विषयमा केही नेताहरूले असन्तुष्टि जनाउँदै कानेखुसी गरेका थिए। विषय सामान्य हुँदाहुँदै पनि अध्यक्ष साम्पाङले सोही दिन सामाजिक सञ्जाल मार्फत डाक्टर परियारमाथि कारबाही गरिएको जानकारी सार्वजनिक गर्नुभयो। उहाँले पुस 5 गते लेख्नु भएको छ, श्रम संस्कृतिमा कोही सानो कोही ठूलो हुँदैन। आज उपाध्यक्षले फुटबलका आयोजकलाई गरेको अपमान र सहसंयोजकलाई बोलेको अपमानजन्य बोलीका कारण आचार संहिता उल्लंघन भएकोले नसचिएसम्म कारबाही गरिएको जानकारी गराउँदछु। जय सुशासन। साम्पाङले कारबाहीको स्पष्ट स्वरूप खुलाउनु भएको छैन, तर नसचिएसम्म कारबाही भन्ने शब्द प्रयोग गरिएकाले डाक्टर परियारलाई पनि अर्का उपाध्यक्ष राजकुमार तामाङ झैं निलम्बन गरिएको बुझाइ छ। यसअघि पुस 2 गते अध्यक्ष साम्पाङले विज्ञप्ति जारी गर्दै उपाध्यक्ष राजकुमार तामाङलाई निलम्बन गर्नु भएको थियो। विस्फोटक पदार्थ सम्बन्धी मुद्दामा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले पक्राउ गरेपछि उहाँलाई अनुसन्धानको निष्पक्षताका लागि पदबाट हटाइएको जनाइएको थियो। विज्ञप्तिमा साम्पाङले लेख्नु भएको थियो, सरकारी अनुसन्धानमा कुनै किसिमको प्रभाव र दबाव नपरोस् भन्नका खातिर अनुसन्धानको अन्तिम टुङ्गो नलागुन्जेलसम्म आजैको मितिबाट पार्टीको उपाध्यक्षको पदबाट निलम्बन गरिएको बेहोरा सबैलाई जानकारी गराउँदछु। राजकुमार तामाङ विरुद्ध जिल्ला प्रहरी कार्यालय 5 स्तरमा विस्फोटक पदार्थ सम्बन्धी मुद्दा दर्ता छ। उहाँलाई सीआईबीले गत मंगलबार काठमाडौँको बुढानीलकण्ठ नगरपालिका 11 कपनबाट पक्राउ गरी थप कारबाहीका लागि 5 स्तर पठाएको थियो। धनकुटाको पाखरीबास नगरपालिका 9 का 50 वर्षीय तामाङ यसअघि पनि जेल सजाय भोगिसकेका व्यक्ति हुनुहुन्छ। 4 दिनको अन्तरालमै 2 उपाध्यक्षमाथि गरिएको कारबाहीले श्रम संस्कृति पार्टीभित्र कड़ा अनुशासन लागू गरिएको सन्देश दिएको छ। तर सार्वजनिक कार्यक्रममा व्यक्त असन्तुष्टिलाई लिएर गरिएको कारबाहीले पार्टीभित्र असहमति र नेतृत्व शैलीबारे थप बहसलाई पनि जन्म दिएको छ। हर्क साम्पाङको आचार संहिता केन्द्रित राजनीति र त्यसको प्रभाव आगामी दिनमा पार्टीका गतिविधिमा कसरी देखिने हो त्यो भने हेर्न बाँकी नै छ। नेकपा एमालेका उपमहासचिव लेखराज भट्टले पार्टीमा गुटबन्दी अन्त्य भएको दावी गर्नुभएको छ। नेकपा एमाले सुदूरपश्चिम सम्पर्क कमिटिद्वारा आयोजित बधाई तथा सम्मान कार्यक्रममा उहाँले गुटबन्दी अन्त्य भएको भन्दै केपी शर्मा ओलीलाई साझा र समग्र नेतृत्वको रूपमा चित्रित गर्नुभयो। यो र त्यो गुट अब छैन, सिंगो एमाले मात्रै छ उहाँले भन्नुभयो। अध्यक्ष केपी शर्मा ओलीलाई साझा र समग्र नेतृत्वका रूपमा हामीले बुझ्नुपर्दछ, साथ दिनुपर्दछ। पार्टीका आन्तरिक समस्या र असन्तुष्टि पार्टी कमिटिभित्रै राख्नुपर्ने भन्दै सामाजिक सञ्जालहरूमा देखिने त्यस्ता विषयहरूप्रति उहाँले असन्तुष्टि व्यक्त गर्नुभएको थियो। फेसबुकको हल्लाले होइन, सल्लाह र विधिले पार्टी चल्नुपर्छ उहाँले भन्नुभयो। पार्टीमाथि देशी तथा विदेशी घेराबन्दी रहेको भन्दै नेता भट्टले संकटको अवस्थामा सबै नेता कार्यकर्ता एक ठाउँमा उभिएर नेतृत्वमाथिको घेराबन्दी चिर्नुपर्ने बताउनु भएको थियो। भट्टले वर्तमान सरकारलाई प्रतिक्रियावादी भन्दै यो सरकार संविधानको मर्म अनुसार नचलेको आरोप लगाउनुभयो। संविधान र व्यवस्थाको रक्षा गर्नु हाम्रो पहिलो जिम्मेवारी हो उहाँले जोड़ दिनुभयो। उहाँको भनाइ थियो, नेता र कार्यकर्ता सामाजिक सञ्जालमा मात्र होइन समुदायमा भेटिनुपर्छ उहाँले भन्नुभयो। कार्यक्रम सुदूरपश्चिम सम्पर्क कमिटिका अध्यक्ष सुरज खत्रीको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा सुदूरपश्चिमबाट निर्वाचित भएका पदाधिकारी तथा सदस्यहरूलाई बधाई ज्ञापन गरिएको थियो। नेकपा एकीकृत समाजवादी पुनर्गठन अभियान मार्फत नेकपा संयुक्तका कार्यवाहक अध्यक्ष बन्नुभएका घनश्याम भूषाल गृह जिल्ला रूपन्देहीमा आएर छलफलमा जुट्नु भएको छ। नेकपा एकीकृत समाजवादी र नेकपा माओवादी सहितका पार्टी एकताबद्ध भएर नेपाली कम्युनिष्ट पार्टी गठन भएपछि त्यसप्रति असहमति जनाउँदै नेकपा संयुक्तका कार्यवाहक भएपछि भूषाल गृह जिल्ला रूपन्देही पहिलोपटक आएर छलफलमा जुट्नु भएको हो। रूपन्देहीमा नेकपा यसको तत्कालीन अध्यक्ष, उपाध्यक्ष, सचिव सहितको टीम भूषालकै साथमा रहेको छ। शनिबार बुटवलमा लुम्बिनी र रूपन्देहीको संयुक्त भेलालाई कार्यवाहक अध्यक्ष भूषाललाई सम्बोधन गर्दै मुलुकमा अझै भयावह अवस्था आउन सक्ने भन्दै जनताको बाहेक अरू धन्दा नगर्ने पार्टी बनाउने अभियानमा होमिएको बताउनुभयो। अहिले 200 के हाराहारीमा पार्टी पुगे होलान्, तर जनताको बाहेक अरू धन्दा नभएको पार्टी भएन उहाँले भन्नुभयो। कार्यवाहक अध्यक्ष भूषालले नेपालका पार्टीहरूले सत्ताको लागि जनताको गफ गरेर दलाल र बिचौलियासँग संगत गरेको बताउनुभयो। एमाले उपाध्यक्ष केपी ओलीले नेकपा बनेको बेला चुच्चे रेल र भिउटाहरूको गफ गरेर जिल्ला पार्दा जनतामा आक्रोश जन्मिएको बताउनुभयो। ओलीजीमा अझै सत्ता छोड्दाको छटपटीमा हुनुहुन्छ। प्रचण्ड, माधव, झलनाथहरू पनि त्यही सत्ताकै लागि एक ठाउँ हुनुभएको छ, यसले मुलुकको निकास दिँदैन उहाँले भन्नुभयो। क्रान्तिकारी आन्दोलनको कार्यक्रम बिनाको एकता भएन, सत्ता वा कसैको रिसले सही ठाउँमा पुग्न सक्दैन। उहाँले तत्कालका लागि नभई भविष्य र जनताको मात्रै धन्दा गर्नका लागि नेकपा संयुक्तले काम गर्ने बताउनुभयो। प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो परम्परा र संस्कृति बिर्सन नहुने बताउनु भएको छ। संस्कृतिभित्रका कतिपय हानिकारक प्रथा हटाउँदै जानुपर्ने भए पनि आफ्नो मौलिक परम्परा र वेशभूषा पनि छाड्न नहुने उहाँले बताउनु भयो। तमु हिउँल छोजदी गुरुङ राष्ट्रिय परिषदको एक प्रतिनिधि मण्डलसँगको भेटमा उहाँले यस्तो बताउनु भएको हो। परिषदका प्रतिनिधिहरू गुरुङ संस्कृति अनुरूपका परम्परागत वेशभूषामा उपस्थित भएका थिए। उक्त वेशभूषाको प्रशंसा गर्दै उहाँले सरकारी कार्यालयहरूमा पनि हप्तामा एक दिन भए पनि कर्मचारीहरूले आफ्नो परम्परागत पोसाक लगाउँदा उचित हुने धारणा पनि राख्नुभयो। उहाँले भन्नुभयो, कतिपय समाज अहिले आफ्नो
पहिचानको खोजीमा छन्। आधुनिकताका नाममा आफ्नो मौलिकता बिर्सँदै गएको पाइन्छ। आफ्नो पहिचान नै के हो भन्ने उनीहरूलाई थाहा छैन। तर हामी नेपालीहरूसँग प्रशस्त आफ्नोपन छ, विविध मौलिक संस्कृति र परम्परा छ। यो जोगाउनुपर्छ। बरु सरकारी कार्यालयहरूमा हप्तामा 1 वा 2 दिन यस्तो पोसाक लगाउने व्यवस्था गर्ने विषयमा पनि सोच्नुपर्ने हो कि? परिषदले आउँदो पुस 15 गते हुने तमु लोसार सम्बन्धी कार्यक्रमको प्रमुख अतिथिका रूपमा उपस्थितिका लागि प्रधानमन्त्री कार्कीलाई आमन्त्रण पनि गरेको छ। परिषदका महासचिव राजु गुरुङले निम्तो पत्र वाचन गर्नुभएको थियो। अन्तरिम सरकारका शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले योग र ध्यानलाई समाजमा फैलाउन सके भ्रष्टाचार हट्न सक्ने बताउनु भएको छ। विश्व ध्यान दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो। मनलाई शुद्ध पार्नुपर्ने अहिलेको आवश्यकता भएको उल्लेख गर्दै मन शुद्ध बनाउने कुरा योग र ध्यान भएको बताउनु भयो। मन शुद्ध नभए लोभ, लालसा, घमण्ड पैदा हुने र भ्रष्टाचार मौलाउने बताउनु भयो। भ्रष्टाचार हटाउने औषधि बन्न नसक्ने तर योगले मन शुद्ध बनाउने भएकाले भ्रष्टाचार हट्न सक्ने बताउनु भयो। योग ध्यानलाई गाउँ गाउँमा पुर्याउनका लागि सबैले प्रयास पनि गर्न आग्रह गर्नुभयो। योग ध्यानको कुरा विद्यालयमा अतिरिक्त क्रियाकलापको माध्यमबाट पुर्याउन आफूले निर्देशन दिइसकेको बताउनु भयो। योग र ध्यान पढाउने नभई गराउने विषय भएको र विद्यालयमा शुक्रबारको दिनलाई पढाउने नभई अतिरिक्त क्रियाकलाप गर्ने दिनको रूपमा अघि बढाउनु पर्ने बारे कुरा उठाएको दावी गर्नुभयो। उहाँले भन्नुभयो, मनलाई शुद्ध गर्नुपर्ने ठूलो आवश्यकता छ। मन शुद्ध भएन भने मनमा अनेकौं किसिमका लोभ, लालसा, घमण्ड धेरै चीजहरू बढ्छन्। त्यो बढ्यो भने भ्रष्टाचार मौलाउने एउटा राम्रो माध्यम बन्छ। जति पनि भ्रष्टाचारीहरू छन् भन्छौं हामी उनीहरूको मन भ्रष्ट छ, शुद्ध छैन। उनीहरूमा घमण्ड छ, लोभ, लालसा छ। यस्तो किसिमको लोभ, लालसा, घमण्डीपना भ्रष्टाचारीहरू जुन छ यसलाई हटाउनको लागि औषधि खुवाएर नहुने देखियो। त्यस्तो औषधि पनि बनेको छैन, बन्द पनि बन्ने छैन। तर त्यसको औषधिको रूपमा योग ध्यानलाई हामीले हाम्रो समाजमा फैलाउन सक्नुपर्छ। टोलटोलमा फैलाउन नसके भ्रष्टाचार हट्ने ठूलो सम्भावना देखेको छु। भ्रष्टाचारीहरूको मनलाई पनि, घमण्डीहरूको मन, लोभी पापीहरूको मनलाई पनि शुद्ध गर्ने एउटा माध्यमको रूपमा देखेको छु। योग ध्यानलाई गाउँ गाउँमा पुर्याउनको लागि सबैले प्रयास गरौं। अन्तरिम सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री डाक्टर सुधा शर्मा गौतमले परम्परागत चिकित्सा पद्धतिलाई सरकारले महत्वपूर्ण अंग र कार्यक्रमका रूपमा अघि बढाएको बताउनु भएको छ। विश्व ध्यान दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले परम्परागत चिकित्सा पद्धतिबारे कुनै पनि मन्त्रालयको नेतृत्व भएन भन्ने गुनासो आए पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेतृत्व गर्दै आइरहेको बताउनु भयो। आयुर्वेद र परम्परागत चिकित्सा पद्धतिका लागि यथोचित बजेट पनि छुट्याइएको उहाँले जिकिर गर्नुभयो। राष्ट्रिय नीतिमा र स्वास्थ्य मन्त्रालयको स्वास्थ्य नीति एवं पञ्चवर्षीय रणनीति र कार्यनीतिहरूमा पनि आयुर्वेदका कार्यक्रमहरू परेको उहाँले उल्लेख गर्नुभयो। मन्त्री गौतमले आयुर्वेद, योग, ध्यान, धामी, झाँक्री परम्परागत चिकित्सा पद्धति भएको बताउनुभयो। परम्परागत चिकित्सा पद्धतिलाई सरकारले महत्वपूर्ण कार्यक्रमको रूपमा अघि बढाएको उहाँको भनाइ छ। विश्व ध्यान दिवस नेपालमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइएको छ। हरेक वर्ष डिसेम्बर 21 लाई विश्व ध्यान दिवसका रूपमा मनाउने गरिन्छ। काठमाडौँको टोडी खेलमा ध्यान र योग गरेर विश्व ध्यान दिवस मनाइएको हो। ध्यान कार्यक्रममा बोल्दै ओशो तपोवनका संरक्षक स्वामी आनन्द अरुणले ओशो तपोवनमा हाल पनि करिब 60 देशका मानिसहरू आएर ध्यान गर्ने गरेको बताउनु भयो। ध्यान र योगको आवश्यकता नेपालभन्दा पनि विकसित देशहरूमा रहेको उहाँले बताउनु भयो। ध्यान र योगको विकासका लागि नेपाल सरकारले पनि सहयोग गर्न जरुरी रहेको उहाँले बताउनु भयो। योग, ध्यान, आयुर्वेदलाई हेर्ने छुट्टै मन्त्रालय नेपालमा आवश्यक रहेको भन्दै उहाँले आयुर्वेदको सम्वर्धन र ध्यानका साधकका लागि अभिभावकत्व मन्त्रालयले दिन सरकारसँग माग गर्नुभयो। धार्मिक संस्थाको पैसामा कर नलगाउनु पनि उहाँले माग गर्नुभयो। योग र ध्यानलाई कुनै सरकारी सहयोग नमिलेको भन्दै यसबारे सोच्न सरकारसँग उहाँले आग्रह गर्नुभयो। मुठी दानमा 15% कर लाग्नु दुःखको कुरा भएको उहाँको भनाइ छ। कानून, न्याय तथा संसदीय मामिला मन्त्री अनिल कुमार सिन्हाले विधायन ऐन कार्यान्वयनमा सरकार सक्रिय रहेको बताउनु भएको छ। राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको संयुक्त बैठकमा सिन्हाले विधायन ऐन जारी भए पश्चात जारी भएका ऐन र अध्यादेशको अभिलेख मन्त्रालयमा राखी राष्ट्रिय अभिलेखालयमा राखी पत्र पठाउने कार्यको प्रारम्भ भएको जानकारी दिनुभयो। विधायन ऐन अनुसार प्रत्यायोजित विधायनहरू राजपत्रमा प्रकाशित गर्ने, सरकारवालाहरूको छलफलको लागि मन्त्रालयको वेबसाइटमा प्रकाशित गर्ने लगायतका काम गरिरहेको पनि जानकारी दिनुभयो। विधायन ऐन जारी पूर्वको अधिकार प्रयोग गरी भएका प्रत्यायोजित विधायनका हकमा ऐन जारी भएको 1 वर्षभित्र दर्ता गर्नुपर्ने बाध्यात्मक व्यवस्था अनुसार मन्त्रालयले दर्ता प्रक्रियाको कार्य थालनी गरेको उहाँले जानकारी दिनुभयो। उहाँका अनुसार हालसम्म नियमावली 8 वटा, निर्देशिका 6 वटा, कार्यविधि 34 वटा र बी नियमावली 5 वटा दर्ता हुन आएका छन्। उहाँले आवश्यक विधेयकको मस्यौदा निर्माण गर्न समेत सरकार लागेको जानकारी दिनुभयो। उहाँका अनुसार चालू आर्थिक वर्षमा 121 वटा विधेयकहरू संसदमा पेश गरिनेछन्। उक्त विधेयकको प्राथमिकीकरण गरी सम्बन्धित मन्त्रालयमा मस्यौदा तयार गर्नका लागि पठाइएको पनि उहाँले जानकारी दिनुभयो। सरकारले नीति तथा कार्यक्रम, बजेट, आवधिक योजना, क्षेत्रगत नीति तथा अन्तर्राष्ट्रिय सन्धि सम्झौताद्वारा सिर्जित दायित्व समेतका आधारमा 121 वटा नयाँ कानून बनाउने लक्ष्य लिएको उहाँको भनाइ छ। प्रत्यायोजित विधान स्वीकृत गर्ने निकायबाट प्रमाणीकरण भई प्राप्त भएको मितिले 7 दिनभित्र सम्बन्धित मन्त्रालय वा निकायले कानून मन्त्रालयमा दर्ता गर्न पठाउनु पर्ने व्यवस्था अनुरूप कार्यान्वयनका लागि सम्बन्धित मन्त्रालयहरूमा पत्र पठाइसकेको पनि उहाँले जानकारी दिनुभयो।
पर्सामा वर्दीधारी भारतीय सुरक्षाकर्मी गाडीसहित नेपालतर्फ आएका छन्। उनीहरू भारतीय सीमावर्ती क्षेत्र धोबिनी गाउँपालिका 5 प्रवेश गरेको गाउँपालिका अध्यक्ष मदन प्रसाद चौहानले जानकारी दिनुभयो। भारतीय सुरक्षाकर्मी गाडी लिएर हतियार भिरेरै हाम्रो भूमिमा शुक्रबार आएका थिए। स्थानीयले अनुमति नलिई किन आएको भनेर प्रश्न गरे पनि उनीहरू जबरजस्ती गरेर हाम्रो भूमिमा डुले। उहाँले भन्नुभयो, अनुमति नलिई आएका उनीहरू हाम्रो यहाँको प्रहरी चौकीमा पनि गएर निस्किए। भारतीय वर्दीधारी सुरक्षाकर्मीलाई स्थानीयले रोक्ने प्रयास गरेको भिडियो पनि सार्वजनिक भएको छ। सार्वजनिक भिडियोमा यहाँ यसरी आउनुको के इजाजत छ भन्ने प्रश्न गरेको सुनिन्छ। प्रमुख जिल्ला अधिकारी भोला दाहालले पनि भारतीय सुरक्षाकर्मी आएको थाहा पाएको बताउनुभयो। भारतीय सुरक्षाकर्मी आएको जानकारी पाइयो। उहाँले भन्नुभयो, पछि हाम्रो प्रहरीसँग समन्वय गरेर फिर्ता भए। पर्सा प्रहरीले ठूलो परिमाणमा चरेस बरामद गरेको छ। विशेष सूचनाका आधारमा गरिएको जाँचबाट प्रहरीले 240 किलो चरेससहित 2 जनालाई नियन्त्रणमा लिएको हो। वीरगंज महानगरपालिकाको एरियाबाट चरेससहित 2 जना कारोबारी र ट्रक पक्राउ गरिएको पर्सा प्रहरी प्रमुख सुदीपराज पाठकले बताउनुभयो। उहाँका अनुसार जिल्लाको जगरनाथपुरबाट लागू औषध चरेस बरामद गरिएको र अहिले अनुसन्धान जारी छ। प्रहरीका अनुसार 6 चक्के ट्रकबाट उक्त चरेस बरामद भएको थियो। पक्राउ परेकाहरूमाथि विशेष अनुसन्धान चलिरहेकोले नाम र अन्य विवरण अहिले गोप्य राखिएको पर्सा प्रहरीले जानकारी दिएको छ। 2 दिन अघि कञ्चनपुर कारागारभित्र कैदीबन्दी र नाइकेबीच भएको झडप विवाद घटना छानबिन गर्न स्थानीय प्रशासनले समिति गठन गरेको छ। गत शुक्रबार कैदीबन्दी र नाइकेबीच कारागारभित्र विवाद हुँदा भएको झडपमा 8 कैदीबन्दी घाइते भएका थिए। घाइतेमध्ये 2 जना कारागार फर्किएका छन् भने 6 जनाको महाकाली प्रादेशिक अस्पतालमा उपचार हुँदैछ। प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले कारागारको घटनाको यथार्थ बुझ्न सहायक प्रमुख जिल्ला अधिकारी मोहन चन्द्र जोशीको संयोजकत्वमा 3 सदस्यीय छानबिन समिति गठन गरिएको जानकारी दिनुभयो। समितिमा जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सागर बोहरा र जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत धर्मराज उपाध्याय सदस्य रहनु भएको छ। समितिलाई छानबिन गर्न 7 दिनको समयावधि दिएको प्रमुख जिल्ला अधिकारी ढकालले जानकारी दिनुभयो। आज पनि कारागारको अनुगमनमा जाँदैछौं। उहाँले भन्नुभयो, घटनाको विस्तृत छानबिन समितिले प्रतिवेदन मार्फत पेश गर्ला। नाइकेहरूले कारागारभित्र एकाधिकार गरेको आरोपसहित यहाँ कैदीबन्दी आन्दोलित भएका थिए। कैदीबन्दीले नाइकेहरूले आफूहरूले पाउने सेवा सुविधामा आर्थिक चलखेल गर्ने र कारागारभित्र अवैध गतिविधि गर्ने गरेको आरोप लगाएका छन्। विराटनगरको नोबेल शिक्षण कलेजको भवनबाट खसेर एकजना इन्टर्न गरिरहेका डाक्टरको मृत्यु भएको छ। अस्पतालका निर्देशक दीपेश राईका अनुसार मृत्यु हुनेमा सप्तरीको राजविराज नगरपालिका वडा नम्बर 9 जगदरीका 34 वर्षीय अमित यादव छन्। आइतबार बिहान करिब 6:30 बजे अस्पतालको मुख्य द्वारतर्फको भवनको 5औं तलाबाट यादव भुइँमा खसेको निर्देशक राईले जानकारी दिनुभयो। भवनबाट खसेर टाउकोमा गम्भीर चोट लागेका यादवलाई अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएको थियो। उनको बिहान करिब 7:30 बजे मृत्यु भएको हो। मृतक यादव नोबेलमै एमबीबीएस इन्टर्नको 10औं ब्याचका हुन्। घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक कोपिला चुडालका अनुसार घटनाको प्रारम्भिक अनुसन्धानका क्रममा भवनबाट यादव आफैले हाम फालेको देखिएको छ। दार्चुलामा जीव दुर्घटना हुँदा 1 जनाको मृत्यु भएको छ। मारमा गाउँपालिका 3 को भैँसी बगरमा सुदूरपश्चिम प्रदेश 010001 2604 नम्बरको जीव अनियन्त्रित भएर दुर्घटना हुँदा 22 वर्षीय केशवराज जोशीको मृत्यु भएको प्रहरीले जनाएको छ। सुदूरपश्चिम प्रदेश ट्राफिक कार्यालय अत्तरियाका प्रहरी नायब उपरीक्षक डीएसपी टेक बहादुर जोराले जीपमा सवार जोशी दुर्घटना भएपछि सोही जीपले च्यापिएको अवस्थामा भेटिएका थिए। उनको उद्धार गरेर उपचारका लागि मारमा आधारभूत स्वास्थ्य चौकीमा पुर्याइएको थियो। उनको उपचारका क्रममा मृत्यु भएको डीएसपी जोराले बताएका छन्। चालक मारमा गाउँपालिका 6 सेरी बस्ने 26 वर्षीय माधव महरालाई प्रहरीले नियन्त्रणमा लिएको छ। अनियन्त्रित भएर जीप सड़कबाट करिब 200 मिटर तल खसेको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले शनिबार राति दाउन्ने सड़क खण्डको स्थलगत निरीक्षण गर्दै निर्माण कार्यलाई तीव्रता दिन सम्बन्धित निकायलाई कड़ा निर्देशन दिनुभएको छ। सड़क विस्तारका क्रममा देखिएको ढिलासुस्तीको कारण बुझ्न आफै अनुगमनमा पुग्नुभएका मन्त्री घिसिङले निर्माणमा प्रयोग हुने मेसिनरी र मजदूर तत्काल थप्न निर्देशन दिनुभयो। निरीक्षणका क्रममा मन्त्री घिसिङले 2 महिनाभित्र यात्रु तथा सवारी साधन सहज रूपमा सञ्चालन हुन सक्ने गरी सड़क तयार गर्नुपर्ने स्पष्ट निर्देशन दिनुभएको छ। दाउन्ने सड़क खण्ड लामो समयदेखि निर्माण ढिलाइ हुँदा यात्रुहरू समस्यामा पर्दै आएका छन्। आइतबार चाँदीको भाव नयाँ उचाइमा पुगेको छ। अघिल्लो कारोबारको दिनको तुलनामा आइतबार चाँदी प्रति तोला 100 रुपियाँले बढेसँगै 4105 रुपियाँ कायम भएको छ। अघिल्लो दिन 4005 रुपियाँ थियो। आइतबार सुनको भाव तोलामा 100 रुपियाँ घटेको छ। नेपाल सुन चाँदी व्यवसाय महासंघले आइतबारका लागि सुनको भाव प्रति तोला 2,58,300 रुपियाँ तोकेको छ। अघिल्लो दिन 2,58,400 रुपियाँ थियो। गत सोमबार सुनको भाव हालसम्मकै उच्च 2,60,700 रुपियाँ पुगेको रेकर्ड छ। शेयर बजार फेरि 2600 मुनि झरेको छ। अघिल्लो कारोबार दिनको तुलनामा आइतबार नेप्से परिसूचक 19.92 अंक घटेसँगै 2595 मा कायम भएको छ। कारोबार सुरु भएदेखि दिनभर नेप्से रातो रह्यो। कारोबार रकम सामान्य घटेको छ। अघिल्लो दिन 4 अर्ब 57 करोडको कारोबार भएकोमा आइतबार 4 अर्ब 52 करोडको कारोबार भयो। 43 कम्पनीको मूल्य बढ्दा 207 को घट्यो भने 7 को स्थिर रह्यो। होटल तथा पर्यटन समूह सबैभन्दा धेरै 1.63% घट्यो। त्यस्तै जीवन बीमा 1.52, विकास बैंक 1.42, फाइनान्स 1.38% घटे। बैंकिङ 0.02,
0.47, जलविद्युत 0.86, लगानी 0.62, उत्पादन तथा प्रशोधन 0.10, निर्जीवन बीमा 0.80, अन्य 0.42 र व्यापार 1.01% घटे। एउटा कम्पनी एसवाई प्यानलको मूल्य 10% बढ्यो। तेह्रथुम पावरको 8.20, मानुषी लघुवित्तको 8.14, लक्ष्मी लघुवित्तको 5.57% मूल्य बढ्यो। सिन्धु विकास बैंकको 10, नारायणी डेभलपमेन्ट बैंकको 7.55, अप्पर स्याङ्गे हाइड्रोपावरको 7.45, कर्पोरेट डेभलपमेन्ट बैंकको 6.64% मूल्य घट्यो। आइतबार धेरै कारोबार भएका कम्पनीमा स्वस्तिक लघुवित्त, बाराही हाइड्रोपावर, सन नेपाल लाइफ इन्स्योरेन्स, लुम्बिनी विकास बैंक र नेपाल लाइफ इन्स्योरेन्स रहेका छन्। अब अन्तर्राष्ट्रिय खबर। पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानले आफू र आफ्नी धर्मपत्नी बोसरा बीबीलाई तोसा खाना 2 भ्रष्टाचार मुद्दामा 70 वर्षको जेल सजाय सुनाइएपछि देशव्यापी विरोध प्रदर्शनको तयारी गर्न आफ्ना समर्थकहरूलाई आह्वान गर्नुभएको छ। उहाँले उक्त फैसला विरुद्ध इस्लामाबाद उच्च अदालतमा चुनौती दिने स्पष्ट संकेत दिनुभएको छ। हाल हिरासतमा रहनुभएका तथा सामाजिक सञ्जालमा प्रत्यक्ष पहुँचमा नरहनुभएका खानले आफ्नो कानूनी टोली मार्फत सन्देश पठाउँदै खैबर पख्तुनख्वाका मुख्यमन्त्री सोहेल अफ्रिदीलाई सामूहिक सड़क आन्दोलनको तयारी शुरू गर्न निर्देशन दिनुभएको हो। सम्पूर्ण राष्ट्रले आफ्ना अधिकारका लागि उठ्नुपर्छ, उहाँको सन्देशमा उल्लेख छ। इमरान खानले अदालतको फैसलाले आफूलाई आश्चर्यचकित नगरेको बताउँदै यसलाई विगत 3 वर्ष यता आइरहेका आधारहीन निर्णयहरूको निरन्तरता भएको दावी गर्नुभएको छ। उहाँका अनुसार न्यायाधीशले प्रमाण बिना र कानूनी प्रक्रिया पूरा नगरी हतारमा फैसला सुनाउनु भएको हो र उहाँको कानूनी टोलीको कुरा समेत नसुन्ने व्यवहार गरिएको छ। यसै सन्दर्भमा उहाँले इन्साफ वकिल फोरम तथा समग्र कानूनी समुदायले संवैधानिक सर्वोच्चता र विधिको शासनको रक्षामा अग्रणी भूमिका खेल्नुपर्नेमा जोड़ दिनु भएको छ। न्याय बिना आर्थिक प्रगति सम्भव नहुने उहाँको भनाइ छ। पाकिस्तान तहरिक ए इन्साफ पीटीआईले आधिकारिक विज्ञप्ति जारी गर्दै फैसलालाई स्पष्ट रूपमा असंवैधानिक, अवैध, दुर्भावनापूर्ण र राजनीतिक प्रतिशोधको चरम रूप भनेको छ। अमेरिकी सेनाले मध्य सिरियामा इस्लामिक स्टेट आईएससँग सम्बन्धित 70 भन्दा बढी लक्ष्यहरूमाथि ठूलो मात्रामा आक्रमण गरेको अमेरिकी केन्द्रीय कमाण्ड सेन्टकमले जनाएको छ। यो आक्रमण डिसेम्बर 13 मा पाल्मिरा क्षेत्रमा भएको हमलाको प्रतिशोधमा गरिएको हो, जसमा 2 अमेरिकी सैनिक र 1 अमेरिकी नागरिक अनुवादक मारिएका थिए भने 3 सैनिक घाइते भएका थिए। सेन्टकमका कमाण्डर एडमिरल ब्राड कुपरले यो अभियान आईएसआईएसलाई अमेरिकी मातृभूमिमा आतंकवादी षड्यन्त्र र आक्रमणहरू प्रेरित गर्नबाट रोक्नका लागि महत्वपूर्ण रहेको बताउनुभयो। यो अभियानलाई अपरेसन हक आई स्ट्राइक नाम दिएको छ, जसमा जोर्डनियन सशस्त्र बलका लडाकु विमानहरूको समर्थन थियो। अमेरिकी F-15 र A-10 लडाकु विमानहरू, अपाचे हेलिकप्टरहरू र आर्टिलरी प्रयोग गरी 100 भन्दा बढी प्रिसिजन हतियारहरूबाट ज्ञात आईएस पूर्वाधार र हतियार भण्डारणहरूमा आक्रमण गरिएको छ। कुनै पनि समूहले डिसेम्बर 13 को हमलाको जिम्मेवारी लिएको छैन। सिरियाली आन्तरिक मन्त्रालयले हमलाकारीलाई सिरियाली सुरक्षा बलको सदस्य भएको पहिचान गरेको थियो, जसमा आईएस समर्थक विचारधारा भएको शंका थियो। संयुक्त राज्य अमेरिकाले शनिबार भेनेजुएलाको तट नजिकबाट एउटा तेल ट्याङ्कर नियन्त्रणमा लिएको छ। भेनेजुएलाले यस कदमलाई वाशिंटनको दबाव अभियानको पछिल्लो कडी भन्दै चोरी र अपहरणको संज्ञा दिएको छ। 2 हप्ताभित्र दोस्रो पटक अमेरिकी सेनाले यस क्षेत्रमा तेल ट्याङ्कर रोकेको हो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलामा जाने र त्यहाँबाट बाहिरिने प्रतिबन्धित तेल जहाजहरू अवरुद्ध गर्ने घोषणा गरेपछि यो घटना भएको हो। अमेरिकी गृहमन्त्री क्रिस्टी नोमले एक्स मार्फत जानकारी दिँदै डिसेम्बर 20 को बिहान अमेरिकी तटरक्षकले रक्षा मन्त्रालयको सहयोगमा भेनेजुएलामा अन्तिम पटक डक गरिएको तेल ट्याङ्कर नियन्त्रणमा लिएको बताउनुभयो। सँगै सार्वजनिक गरिएको भिडियोमा हेलिकप्टर समुद्रमा रहेको ठूलो ट्याङ्करमाथि उडिरहेको दृश्य देखाइएको थियो। काराकासले यस घटनाको कड़ा निन्दा गर्दै यसलाई गम्भीर अन्तर्राष्ट्रिय अपराध भनेको छ र जिम्मेवार व्यक्तिहरूले न्याय र इतिहासको सामना गर्नुपर्ने चेतावनी दिएको छ। गृह मन्त्रालयका अनुसार सेन्चुरी नामक उक्त जहाजले अमेरिकी प्रतिबन्ध अन्तर्गत पर्ने तेल बोकेको आशंका गरिएको छ। ट्याङ्कर ट्र्याकरका अनुसार यो चिनिया स्वामित्वको पानामाको झण्डा बोकेको तेल ट्याङ्कर हो। उक्त ट्याङ्करले यस महिनाको सुरुमा भेनेजुएलाको बन्दरगाहबाट करिब 18 लाख ब्यारेल कच्चा तेल लोड गरी डिसेम्बर 18 मा विशेष आर्थिक क्षेत्रबाट बाहिरिएको बताइएको छ। यद्यपि एएफपीको समीक्षा अनुसार उक्त जहाज अमेरिकी अर्थ मन्त्रालयको स्वीकृत सूचीमा प्रत्यक्ष रूपमा समावेश देखिँदैन। व्हाइट हाउसकी उपप्रवक्ता अन्ना केलीले ट्याङ्करमा भेनेजुएलाको राज्य तेल कम्पनी PDVSA को स्वीकृत तेल रहेको दावी गर्दै यसलाई स्याडो फ्लिट अन्तर्गत झुटो झण्डा प्रयोग गरी सञ्चालन गरिएको जहाज भएको बताएका छन्। यसअघि डिसेम्बर 10 मा पनि अमेरिकी सेनाले भेनेजुएलाको तट नजिकै अर्को ठूलो ट्याङ्कर जफत गरेको थियो। उक्त ट्याङ्कर भेनेजुएलाबाट इरानतर्फ प्रतिबन्धित तेल ढुवानीमा संलग्न रहेको आरोप अमेरिकाको छ। अमेरिकाले लागौसा तस्करी नियन्त्रणका नाममा क्यारिबियन क्षेत्रमा ठूलो सैन्य तैनाथी बढाउँदै आएको छ, तर भेनेजुएलाले यसलाई विशेष रूपमा आफूलाई लक्षित अभियानको रूपमा हेरेको छ। दक्षिण कोरियाका महाअभियोग लगाइएका पूर्व राष्ट्रपति योन सुक योल श्रीमती किम कोन हीसँग सम्बन्धित भ्रष्टाचार आरोपमा विशेष अनुसन्धान टोली समक्ष बयान दिन उपस्थित भएका छन्। हाल हिरासतमा रहेका योनलाई काफिलेमा राखेर सौल स्थित विशेष अभियोजक मिन जुङ कीको कार्यालयमा लगिएको थियो। मिनको टोलीले पूर्व राष्ट्रपति दम्पतिमाथि लागेका भ्रष्टाचार आरोपको अनुसन्धान गरिरहेको छ। यो अनुसन्धान जुलाई 2 देखि शुरू भएको हो र डिसेम्बर 28 मा समाप्त हुने तालिका छ। यो योनको श्रीमतीसँग जोडिएका भ्रष्टाचार आरोपमा पहिलो बयान हो। किम कोन हीको मुद्दामा फैसला आउँदो वर्ष जनवरी 28 मा हुने तय
भएको छ। अगस्तदेखि हिरासतमा रहनुभएकी किमलाई विशेष अभियोजकले 15 वर्षको जेल सजाय माग गरेका छन्। अफ्रिकी संघ एयूले सुडानको सार्वभौम सत्ता र एकताप्रति आफ्नो दृढ समर्थन दोहोर्याएको छ। सुडानी भूमिमा कुनै पनि समानान्तर संस्थाहरूका लागि स्थान नभएको बताएको छ। एयूका सुडानका लागि विशेष दूत मोहम्मद बेलाइसेले पोर्ट सुडानमा यो धारणा व्यक्त गर्नुभएको हो। यो अभिव्यक्ति सुडानको संक्रमणकालीन सार्वभौम परिषदका अध्यक्ष तथा सुडानी सशस्त्र बल SAF का कमाण्डर जनरल अब्देल फताह अल बुरहानले अफ्रिकी संघ आयोगका अध्यक्ष मोहम्मद अली युसुफबाट प्राप्त लिखित सन्देश ग्रहण गर्दा आएको हो। सन्देश बेलाइसेले हस्तान्तरण गर्नुभएको थियो। बैठकमा विदेश मन्त्रालयका अवर सचिव मुबिया ओस्मान खालिद पनि उपस्थित हुनुहुन्थ्यो। सुडान सन् 2023 अप्रिल 15 देखि सुडानी सशस्त्र बल र अर्धसैनिक र्यापिड सपोर्ट फोर्सेस RSF बीचको घातक द्वन्द्वमा फँसेको छ। यस द्वन्द्वले दशौं हजारको ज्यान लिएको छ र लाखौं व्यक्ति देशभित्र र सीमापार विस्थापित भएका छन्। यो घटनाले सुडानको जारी द्वन्द्वमा अफ्रिकी संघको सुडानी सेना पक्षधर सरकारप्रतिको समर्थनलाई प्रतिबिम्बित गर्दछ। अब पालो खेल खबरको। क्रिकेटर शेर मल्लले राष्ट्रिय टिममा सहभागी हुँदै नेपाललाई विश्वकप जिताउन मन लागेको बताउनु भएको छ। NPL दोस्रो सिजनमा लुम्बिनीलाई उपाधि जिताउन उत्कृष्ट प्रदर्शन गर्नुभएका मल्लले विश्वकप उपाधि जित्ने सपना पूरा गर्न मेहनत जारी राख्ने बताउनु भयो। बोलन्या थली धनगढीले शनिबार आयोजना गरेको एक कार्यक्रममा मल्लले खेलमा निखार ल्याउन आगामी दिनमा अझै मेहनत गर्ने बताउनु भयो। राष्ट्रिय टिममा छनौटमा पर्ने नपर्ने कुरा आफ्नो हातमा नरहेको बताउँदै उहाँले भन्नुभयो, म त जहिले पनि पोजिटिभ नै सोच्छु, जे कुरा पनि मेरो लागि पोजिटिभ नै हुन्छ भनेर। नेशनल टिमका लागि खेल्न पाउँदा प्राउड फिल हुन्छ। वर्ल्ड कप खेल्ने सपना हुन्छ सबैजनाको। उहाँले अगाडि भन्नुभयो, आगामी दिनमा के गर्ने भनेर मेरो फोकस अहिले जहिले पनि त्यसमा नै हुन्छ। हुन त सेलेक्सनको पार्ट मेरो हातमा छैन, तर जे हुन्छ राम्रोको लागि हुन्छ। उहाँले NPL को दोस्रो सिजन पहिलो सिजनको भन्दा राम्रो भएको बताउँदै आगामी सिजनमा झन् राम्रो हुने विश्वास व्यक्त गर्नुभयो। NPL को दोस्रो सिजनमा मल्लले 17 विकेट लिनु भएको थियो। र SS टेस्ट सिरिज अन्तर्गत आइतबार एडिलेडमा सम्पन्न तेस्रो टेस्टमा अस्ट्रेलियाले इंग्ल्यान्डलाई 82 रनले पराजित गर्दै SS रिटेन गरेको छ। यस जितसँगै अस्ट्रेलियाले 5 टेस्टको सिरिजमा 3-0 को अग्रता पनि लिएको छ। चौथो इनिङमा अस्ट्रेलियाले दिएको 435 रनको विशाल लक्ष्य पछ्याएको इंग्ल्यान्ड 352 रनमा अलआउट भयो। जेमी स्मिथले 60 र विल ज्याक्सले 47 रन बनाएर केही समय आशा जगाए पनि लक्ष्य निकै ठूलो साबित भइसकेको थियो। ब्राइडन कार्स 39 रनमा नट आउट रहे। अस्ट्रेलियाका मिचेल स्टार्कले 5औं दिनको खेलको निर्णायक समयमा 3 विकेट लिए। स्कट बोल्यान्डले अन्तिम विकेटका रूपमा जोस स्टङलाई आउट गरे। उनको क्याच दोस्रो स्लिपमा मार्नस लबुसानले समाते। अनुभवी स्पिनर नेथन लायन ह्यामस्ट्रिङ चोटका कारण मैदान छोड्न बाध्य भए पनि अस्ट्रेलियाको बलिङ प्रभावशाली रह्यो। पहिलो इनिङ्समा अस्ट्रेलियाले 371 रन बनाएको थियो। एलेक्स केरीले शतकसहित 106 रन प्रहार गरे भने उस्मान ख्वाजाले 82 रन जोडे। जवाफमा इंग्ल्यान्ड 286 रनमै समेटियो र पहिलो इनिङ्समा 85 रनले पछि पर्यो। दोस्रो इनिङ्समा ट्राभिस हेडले शानदार 170 रन बनाए। केरीले 72 रन बनाए। हेड र केरी बीच 5औं विकेटका लागि 162 रनको साझेदारी भएपछि अस्ट्रेलियाले अल आउट हुनुअघि 349 रन बनायो। चौथो इनिङ्समा इंग्ल्यान्डको शुरुआत कमजोर रह्यो। बेन डकेट र ओली पोप छिट्टै आउट भए। जाक क्रली 85 जो रूटले केही समय सम्हाले पनि प्याट कमिन्स र लायनको बलिङले इंग्ल्यान्ड फेरि धराशयी बन्यो। 5औं दिन 207-6 बाट खेल थालेको इंग्ल्यान्डले थप 145 रन जोडे पनि जितका लागि पर्याप्त भएन। यो जितसँगै अस्ट्रेलियाले 11 दिनमै यसै जित्दै इतिहासकै छिटो सिरिज जित मध्ये एक बराबरी पनि गरेको छ। इंग्ल्यान्ड सन् 2010-11 यता अस्ट्रेलियामा टेस्ट सिरिज जित्न असफल हुँदै आएको छ। बाजबल शैलीको धेरै चर्चा भए पनि अस्ट्रेलियाली परिस्थितिमा इंग्ल्यान्ड फेरि असफल देखिएको छ। हवस् त दर्शक महानुभाव, आजका मुख्य समाचार अहिलेलाई यति नै। हामीले प्रस्तुत गरेका यी समाचारप्रति तपाईको धारणा के छ त्यो कुरा तलको कमेन्ट बक्समा कमेन्ट गर्नुहोला। हाम्रो मेहनतको लागि यो भिडियोमा एउटा सानो लाइक अवश्य गर्नुहोला।